म त बानी छैन काममा टोपी लगाएको एकछिन खमाल्नु टाउको दुख्दो रहेछ चिक्क बनाएर आएर छोडिराख्ने हिँडेछ यता नि यहाँ पोलो हैन महँगो पर्छ नि ल है त अब चाहिँ आउनुभयो तपाईँहरू नि क्यामेरामा क्यामेरा हुँदैछ है हजुर ल हिरो हिरोइनी लास्ट टाइम आउँछ भने ठिकै हो रहेछ क्या म काट्न आँटेको त ठिकै आइपुग्नु भयो छोटो छोटो भिडियो गर्दै हिँड्ने बाइबल धर्मशास्त्रले भन्छ सबै कुराको समय छ उपदेशक 3:1ले भन्छ देयर इज अ टाइम फर एभ्रिथिङ अन अर्थ यहाँ संसारमा सबै कुरोको लागि समय छ अब हामी अहिले भलिबल खेल्ने समय थियो मासु पोलिरहनु भएको छ यताउता हिँडिरहनु भएको छ अब चाहिँ हामी एकैछिन छोटो हामी सङ्गति गरौँ अनि यो सङ्गति पछि हामी बत्तिसमा गर्नेछौँ हाम्रोमा नानीहरूको बत्तिसमा हुँदैछ टिनेजर्सहरूको उता भारतमा भन्छ तपाईँलाई त किन एलसेदाई ग्रुपले पनि पछ्याउँछ तपाईँलाई ब्याप्टिस्ट ग्रुपले पनि पछ्याउँछ तपाईँलाई किन प्रेस्बिटेरियन ग्रुपले पनि बोलाउँछ किनभने म पास्टर होइन अपोस्टोलिकको एनोइन्टिङ छ त त्यसको चुम्बक अर्कै त्यो रहस्य छ अहिले म बताउन मिल्दैन र गर्दा त्यो हुन्छ अनि साथसाथै मैले दुईटा घटना बताउनुपर्छ एउटा ठाउँमा चाहिँ आखिरीमा चाहिँ धार्मिकताको निम्ति सताइने मानिसहरू मलाई राम्रो अनुभव चाहिँ के छ भने एउटा ठाउँमा मलाई बोलायो चिठी काटेर बोलायो आफ्नै गाउँको कुरा है दार्जिलिङको एउटा गाउँको कुरा चिठी काटेर बोलायो म त चिठीको भरमा गएँ त्यो गाउँमा भरे त गेटमै मलाई लिनको लागि झन्डै हाम्रो भाइ प्रभुदास जेम्स ज्यू भन्दा पनि अल्गो होइन पर एकजना सिस्टर हात हलाइदिनुहोस् त यता हात हलाइदिनुहोस् त तपाईँ जत्रै अल्गो मान्छेले नि मलाई गेटमा पर्खिरहेको थियो अनि मलाई गेटमा स्वागत गरेको सरी छक्कै परेँ म अनि त्यतिको ठुलो हातले समातेपछि त हातले त पुरै भयो अनि मलाई लग्यो अनि वरिपरि हाम्रो विश्वासले राखेको रहेछ अनि सबै यङ केटाहरूको हातमा नाङ्गो खुकुरी थियो म बिचमा थिएँ तपाईँले कुरा बुझ्नुभयो सबैको हातमा नाङ्गो खुकुरी थियो म चाहिँ बिचमा थिएँ यो अहिले 5:10 पदको व्याख्या हो मेरो आफ्नो अनुभव तर पनि अहिले म तपाईँसँग बोल्दैछु अनि अर्को ठाउँमा गएको एउटा मान्छे एउटा विश्वासी थियो 1 महिनाको बादमा म त्यहाँ गएको एउटा कोठामा म सुतिराखेको थिएँ 5-6 जनाले चाहिँ भजन गाउँदै थिए अनि त्यो एउटा सेन्टु भेस्ट लगाएको मान्छे सट्टैभित्र पस्यो त्यो घरको मालिक नि कमला उसको नाम 2 तला काठको घर त्यो भित्र के गरेको हाम्रो भजन गाएको यो भित्र सुत्नेको हाम्रो पास्टर मलाई खोजेको रहेछ तिनीहरूले रातको 8 बजे भित्ता डङ्की डङ दो पास्टर बाहिर निस्की अब म निस्किन भने घर भत्किने रहेछ घर नभएको म निस्किन्छु मेरो पालो एउटा कोट त्यहाँ थियो
कोटमा 2200 पैसा थियो, जुत्ता लगाउनु भएन, कोट ढुन्डिराखेको छ, भित्रबाट बाहिर निस्केँ। त्यो मलाई मार्न आउने मान्छेहरूले चाहिँ मलाई छुँदै कोठाभित्र बस्यो, मैले पनि तिनीहरूलाई छुँदै बाहिर निस्केँ। त्यो घरको काम चाहिँ छोरा सम्झेछ क्या हो। अनि राति देख्दैन, अनि त्यो काठको आगो यसो घुमाएर तल काठले खाली खुट्टामा शिव होटलमा गएँ। शिव होटलको मालिकले मलाई रेजिस्ट्रेसन मेन्टेन गरेर सिधै रुम दियो, अन्त त नाम लेख्छ, कहाँबाट आएको लेखेको केही पनि सोधेन। अनि राति 11 बजी प्रार्थना गर्दै थिएँ, परमेश्वरले भन्नुभयो नबस् यहाँ। मेरो पाला म्यानेजरलाई 1 रुपियाँ दिएर तपाईँको यो दाम लिनुहोस्, म यहाँ बस्दिनँ। अनि एउटा मोमबत्ती दियो, त्यो होटलबाट बाहिर निस्केँ। बाहिर के निस्केको थिएँ, सडकमा 12-13वटा कुकुरले घेऱ्यो। त्यहाँबाट अझै 1-2 घन्टा हिँडेर जानुपर्ने, खाली खुट्टा कहिले नहिँडेको, खाली खुट्टा हिँड्दैछु म। अनि एउटा बोजूलाई मैले खाली खुट्टा देखाइनँ, मुखले भने बोतल दिनुहोस् त, मर्तेल हाल्नुहोस् त, कुच्चो लगाउनुहोस् त, मलाई एउटा बत्ती चाहियो। बोजूले मैले 100 रुपियाँ दिएँ, बोजूले बोतल दियो, बत्ती चिल्ली पारेर गएको। 5 जना भजन गाउनेहरू पनि मलाई खोज्दै खोज्दै आउँदो रहेछ। त्यो रात सुताइ भएन। धार्मिकताको लागि सताइनेहरू नि, धार्मिकताको निम्ति सताइनेहरू आशिषित हो। तपाईँ र म मेरो जीवनमा यदि यस्तो दिनहरू आइपुग्यो भने पनि तपाईँले मेरो यो घटनालाई सम्झना गर्नु होला, तर डरो हुनुपर्छ। येशूको नाउँमा हामी डरो हुनेछौँ। परमेश्वरलाई जोरदार ताली बजाएर भन्दा भन्दै म्यासेज सकियो। आउनुहोस् हामी ताली बजाएर विशेष गरेर 5 कुराहरू 6 कुराहरू सिकेका छौँ। हाम्रो जीवनमा यो कुरोहरू चाहिँ हामीले प्र्याक्टिस गर्नुपर्छ। सो अब हामीसँग एउटा सानो ह्याप्पी बर्थडे सेलिब्रेसन छ। हाम्रो पाहुना हुनुहुन्छ बहिनी रेणुका, नर्थ केरोलाइनाबाट आउनु भएको छ। अनि आजै चाहिँ उहाँहरूको छोरीको पनि जन्मदिन र यो हाम्रो लागि एउटा अवसर पनि हो नानीलाई प्रार्थना गर्ने। अनि त्यस पश्चात हामी बप्तिस्माको लागि जानेछौँ। गाडीमा जानुपर्ने छ तल दिनु पर्यो मणि भाइले उनीहरूको विषयमा एकाएक कस्तो छ अलिकति विटनेस पनि वेल डिजर्भ हो। अब बिस्तारै सन्डे स्कुलबाट हटाउनु पर्छ होला। ओके, जय मसी सबैलाई। विशेष आउँदैछ नि, म त जय मसी गरिहालेँ। ओके, नानी नानी अहिले जान नदिनुहोस् न नानीहरूलाई, एकैछिन सबैलाई अलिक ध्यान यता। हामी आउनुहोस् प्रार्थना गरौँ हाम्रो नानीहरूको निम्ति। उहाँहरूले जे निर्णय गर्नुभएको छ असल निर्णय छ। परमेश्वर एकमात्र परमेश्वरलाई पछ्याउने एउटा निर्णय गर्नुभएको छ, यो असल दिन हो। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। धन्यवाद प्रभु, तपाईँलाई विशेष धन्यवाद दिन्छु। यो सुन्दर दिन प्रभु तपाईँले हामीलाई दिनुभयो। प्रभु हामी 3 जना भेला भइकन तपाईँको उपस्थितिमा तपाईँले हामीलाई लागि इन्करेज गर्नु। Thank you so much. Okay. Sharon. How about Sharon? Is she ready or not? Sharon, you ready? Yeah. Okay. जय मसी तपाईँ सबैजनालाई। मलाई लाग्दै त सेरन अलिक रेडी छैन होला भनेर, तर कतिवटा त्यो ब्याप्टिजमको क्लासदेखिको यता चाहिँ सी फेल हरसेल्फ आई एम रेडी। उसले आफैलाई सोचेछ कि म रेडी भएँ, म ब्याप्टिजम लिन्छु। सी केम टु न्यू द्याट जब ब्याप्टाइज पछाडि चाहिँ आई वान्ट टु सरेन्डर माई लाइफ टु गड, परमेश्वरलाई मेरो जीवन दिन्छु भन्ने खालको फिलिङ्स महसुसहरू उसले गर्नु थालेछन्। अन्त म प्रभुलाई धन्यवाद दिन्छु। आई थिङ्क सी इज रेडी फ्रम आवर साइड, हाम्रो एज अ फादरको साइडबाट पनि। सो अरू निर्णयहरू चाहिँ अब उसले एकदमै राम्रो गर्दै जाओस्, प्रार्थना गरिदिउँ।
मेरो तर्फ पनि सबैलाई जयमसी मेसी फर्स्ट सेरोनलाई चाहिँ एकदम डर लागेको थियो बप्तिस्मा लिदिन अनि बप्तिस्मा गरेपछि चाहिँ पाप गर्नु हुँदैन अरे यस्तो हामीले मिस्टेक गर्नु हुँदैन अरे भन्ने कुरा उसले अनि जब जुम क्लासबाट बप्तिस्मा विषयमा उसले शिक्षा लियो मैले सेरोनलाई फर्स्ट टाइम हो त्यति धेरै फोकस देखेको उसले नोट गरेर बाइबल पढाएर अनि आई एम सो रेडी जिजस आई विल सरेन्डर माई लाइफ टु यु भनेर भनेको थ्याङ्क यू ओके एन्जल मम मेसी एन्जल चाहिँ अब घरमा चाहिँ अलिक क्वाइट हो होइन नानी तर उसलाई अनि सुरुमा ब्याप्टिजमको बारेमा भन्दाखेरि चाहिँ ऊ अलिक डराएको पनि थियो होइन अनि मम्मी किन गर्ने हो र ब्याप्टिजम पनि भनेको थियो होइन सुरुमा चाहिँ तर उसले ब्याप्टिजमको क्लासमा बस्यो अनि त्यसपछि उसले त्यो कुराहरू बुझ्यो होइन अनि ऊ चाहिँ सी इज रेडी अनि उसले चाहिँ एकदम अवेर भएको छ अहिले चाहिँ लाइक मैले पुरानो कुराहरू चाहिँ छोडेर आई हेभ टु बी लाइक एकदमै सबै कुरामा राम्रो हुनुपर्छ मैले एक्जाम्पल क्रिएट गर्नुपर्छ भनेर ऊ चाहिँ एकदम त्यो कुराहरू चाहिँ उसले सोचेको छ होइन उसले मसँग कुरा गर्दाखेरि पनि फिल गरेको छ अनि सुरुमा ब्याप्टिजम गर्ने भन्दाखेरि चाहिँ अलिकति दुष्टले सताएको जस्तो चाहिँ मलाई फिल भएको थियो होइन किनभने सुरुमा चाहिँ ऊ अलिकति रिसाउनु जस्तो त्यस्तो गरेको थियो तर हामीले आमा छोरीले चाहिँ एकदम बसेर प्रार्थना पनि गरेको थियौँ यो विषयमा अनि नानीले चाहिँ त्यसपछि चाहिँ सी वाज लाइक अ ह्याप्पी चाइल्ड होइन त्यसमा मैले चेन्जेस देखेको थिएँ अनि ऊ चाहिँ एकदमै रेडी पनि छ अनि त्यसपछि हामी एक्साइटेड पनि छौँ उसले प्रभुलाई अब भित्री रूपले चिन्छ झन् बुझ्छ नजिक हुन्छ होइन अनि उसले चाहिँ एउटा अलरेडी म ब्याप्टाइज भइसकेँ मम्मी पनि भनेर भन्दै थियो होइन ऊ चाहिँ मेरो पेटमा हुँदाखेरि पनि ऊ लाइक 1-2 मन्थ्स हुँदाखेरि चाहिँ मैले ब्याप्टिजम गरेको हो होइन अनि त्यसपछि एउटा आशिष पनि बाँडिहाल्छु होइन मैले चाहिँ लाइक मेरो एन्जलभन्दा अगाडि चाहिँ मैले 3टा बेबी चाहिँ लुज गरेको हो एन्जल चाहिँ मेरो 4th चाइल्ड हो होइन अनि म चाहिँ चर्च गएको प्रभुलाई चिनेको चाहिँ लाइक मेरो लट अफ मिसक्यारेजहरू भएर मेरो बच्चाहरू लुज गरेर अनि मैले प्रभुलाई चिनेको अनि म ब्याप्टिजम अब गर्ने म रेडी छु अब भनेर मैले जुन दिन सोचेँ अनि मैले जुन दिन ब्याप्टिजमको क्लास लिन स्टार्ट गरेँ त्यसपछि चाहिँ एन्जल मेरो पेटमा आएको हो होइन अनि मैले चाहिँ अलमोस्ट 1.5 मन्थ यस्तै हुँदाखेरि चाहिँ अनि मैले ब्याप्टिजम गरेको हो त्यही भएर मैले त्यो लाइक नानी अलरेडी प्रभुमा अगाडि छ भनेर मैले फिल गर्छु होइन अनि हामी चाहिँ एकदम एक्साइटेड पनि छौँ नानीलाई प्रभुको हातमा सुम्पिन एकदमै रेडी छौँ थ्याङ्क यू सो मच ओके सामेलको विषयमा सामेलको मम्मी सामेलको फादरले भन्नुपर्छ दुईजना के ओके समयलाई भन्ने मम्मी हजुर म भन्छु ओके जयमसी सबैलाई म दुईटाको एकैचोटि भन्छु है त मेरो सामेल र सलमको चाहिँ विशेष गरेर मेरो छोरा सामेल 16 वर्ष पुग्यो अब अगस्त 14 को दिन मेरो छोरा सालम चाहिँ 14 वर्ष पुग्दैछ अनि हामीले सक्दो म र मेरो श्रीमती पास्नी आमा र मैले यिनीहरूलाई एकदमै प्रभुको अनुशासनमा हुर्काएका छौँ अनि विशेष गरेर ओबिडियन्स छन् मेरो छोराहरू एकदमै जे भने पनि मान्छन् अनि अर्को कुरो सेवाकाईमा पनि अगाडि बढिरहेको छन् अब क्वायरमा उठिरहेको छन् त्यस कारणले गर्दा मेरो ठुलो इच्छा हाम्रो ठुलो इच्छा अब नानीहरू यही बेला हामीले प्रभुमा पनि उनीहरूलाई नयाँ जीवनमा हुर्काउनुपर्छ भन्ने निर्णय गरेर आज यसरी हामीले बप्तिस्मा दिन रेडी छौँ र उनीहरू पनि दे आर सो एक्साइटेड र सामेल विशेष गरेर एकदमै हाइली एनोइन्टेड प्रभुका दासहरूको सर्मनहरू हेर्छन् युट्युबमा एकदमै अहिले मिराकलसली प्रभुले चलाएको दासहरूको हेरिरहेको हुन्छ अनि म प्रार्थना गरिरहेको छु त्यो अभिषेकहरू इम्पार्टेसन होस् आमेन हालेलुया आज बप्तिस्मा दिँदै गरेका नानीहरू चाहिँ भविष्यमा ठुलो सेवाकाई गर्ने व्यक्तिहरू हुन् भनेर दुइटै रेडी छन् र विशेष गरेर हामी खुसी छौँ प्यारेन्ट्स पनि अलराइट अब हामी आशिषको बाबा मम्मी कोले भन्नुहुन्छ लु
अलि अगाडि आएर भनिदिनुहोस् भिडियो हुँदैछ यहाँ भिडियो हुँदैछ चिनो राख्नु भाइले भिडियो गरिरहनु भएको छ हुन्छ त्यहीबाट ए न भाइ सर्दा हुन्छ ओके हजुर ल बहिनी आशिषको मम्मी हाम्रो बहिनी बेलीले भन्दै हुनुहुन्छ हजुर बाबु के भन्ने बाबु रेडी छ बाबु रेडी नै छ हामी पनि खुसी नै छौँ होइन अनि उसले जुन परमेश्वरको हरेक कुराहरू उसले सिक्दै गएका छन् हरेक कुराहरूमा अनि मलाई लाग्थ्यो कि मेरो बच्चा सानै छ जस्तो लाग्छ अनि कुरा गर्दा चाहिँ एकदमै राम्रै गर्छ जुन मैले अस्ति तपाईँले क्लास लिनु भएपछि मैले सोधेको हरेक कुराहरू उसले राम्रै दिइरहेको थियो एन्सरहरू मलाई लाग्छ उनले भविष्यमा गएर होइन परमेश्वरको केही राम्रो कामहरू गरौँ हामी यही प्रार्थना गर्दैछौँ खुसी छौँ उनी पनि खुसी छौँ हामी पनि खुसी छौँ थ्याङ्क यू सो मच हुन्छ हाम्रो विशेष गरेर नानीहरूको प्यारेन्ट्सबाट पनि यो एउटा विशेष रिकमेन्डेसन आएको छ पछि मैले मात्रै लेखा दिनु नपरोस् भनेर सबैले दिनुपर्छ एनिवे यो एउटा फन्ड मात्रै गरेको तर कति चाहिँ के हुन्छ भने फ्यामिलीको इच्छा हुँदैन चर्चको नियमअनुसार बत्तिसमा दिने भन्ने पनि भइरहेको हुन्छ त्यो भएर चाहिँ मैले चाहिँ परिवारले नै विशेष तयार पार्नुपर्छ भन्ने हो ल आउनुहोस् हामी नानीहरूबाट हामी केही कुरोहरू सुनौँ पालै पालो प्रशंसा जस्ट के भन्नु भने नि जस्तै अब बप्तिस्माको अर्थ के हो व्हाट इज द मिनिङ अफ ब्याप्टिजम लास्ट टाइम आई गेभ यू 2 points would you mind to tell me that please meaning of baptism is to wash away your sins and devote yourself up to God and basically saying that he owns your life now even more Sarah Baptism is giving away every mistake you've done in life and building your relationship with God and trusting in Him fully and knowing that He'll always have your back no matter what. Good job. Angela. Hey! Baptism means growing a new, better relationship with God and giving Him your life and being better, being a better person. Great. Tali bajai denge. What is the meaning of baptism? Baptism is being reborn in Christ, forgetting all your past sins and focus on growing closer to God. Amen. Great job. Baptism means to die and be lived through the Holy Spirit and to forget your past and live your life as a new. Good. Baptism means to make yourself renewed in Christ and wash away your sins so that you can start a spiritual relationship with God. Amen. Okay. So, उहाँहरूले बप्तिस्माको विषयमा पनि बुझ्नु भएको छ। ल आउनुहोस् सब हामी गुरुबाले प्रार्थना गरिदिनुहुन्छ अनि मलाई पास्टर बाबुले साथ दिनुहुनेछ पास्टर एन्ड्रो पास्टर मणि पास्टर मनोज अनि चारजना भएर चाहिँ परतिर लगेर उहाँहरूलाई डुबाउनेछौँ प्रार्थना गर्दै अनि गोटागञ्ज पहिले हामी नानीहरूलाई छोरीहरूलाई गर्छौँ अनि आमाहरूले यसो त्यो गरेर ल्याउनु ल अनि हामी पुरानो जीवन सबै भोलि नयाँ जीवन भन्ने गीत पनि गाउनेछौँ गीतहरू ल्याइएन रहेछ हजुर गुरुबा प्रार्थना गरिदिनुहोस् पास्टर बाबुहरू पनि अगाडि आइदिनुहोस् मलाई साथ दिनु ल हामीहरूलाई माया गर्नुहुने महान परमेश्वर यी 6 जना नानीहरू जसको आत्मा चाहिँ तपाईँ परमेश्वरको हत्केलामा गइसकेको छ तपाईँ परमेश्वरले उनीहरूलाई नयाँ बनाउनु भएको लागि धन्यवाद छ उनीहरूलाई बप्तिस्माको अर्थ बुझ्न दिनुभएको लागि धन्यवाद छ अनि यति बेला अगुवा पास्टर सरको हातबाट उहाँले पानीको बप्तिस्मा लिँदै गर्दाखेरि तपाईँ परमेश्वर चाहिँ यसरी आफ्नो ढुक्कुर यसरी डोपको रूपमा तपाईँ आउनुहोस् पवित्र आत्मा अनि उनीहरूलाई दिनहुँको जीवनमा के गर्नुपर्छ भन्ने कुरा सिकाउनको लागि तपाईँ तयार हुनुहुन्छ धन्यवाद यो खोला त साक्षी मात्रै हो तर उनीहरूको साक्षी
त्यसपछि चाहिँ सारा संसारमा पुग्नेछ अनि त्यो आफ्नो परिवारबाट सुरु हुनेछ, मण्डलीमा सुरु हुनेछ अनि समाजमा पनि उनीहरूलाई हेर्दा हेर्दै मानिसहरूले येशूलाई देख्नेछ येशू नाउँको बाटोले। आमेन। हुन्छ नानीहरू यता फर्किनु, यता फर्किनु। पास्टरहरू आइदिनुहोस् न। हामी त्यहाँ जान्छौँ र ठाउँ सबै मिलाउँछौँ। होइन बुहारी गुरु भएछ हो एउटै दुकान आएर बसिरहेको छु। पानी सँगै हो बुहारी हो यहाँ हेर्नु त पानी हो त्यो मुनि हिलो भएर जस्तो भयो अलिक उता चाहिँ ओके यहाँ ठिकै छ यहाँ पनि पास्टर First, we are going to pray. And then, can you turn this side, please? Okay. Yeah, I'll tell you. Okay? Wait, you want me to what? First, we're going to pray for you. Okay. So, Pastor is going to pray for you. And then, you have to sit down, okay? And then, close your nose. Okay. And then, we'll help you to nose, okay? All right. So, before you do that, we'll pray. And sit down, okay? प्रार्थना गरौँ, पास्टरजीले प्रार्थना गर्नुहुन्छ। पिता पुत्र पवित्र आत्मा र समस्त धर्मगुरुको र मण्डलीको उपस्थितिमा नानीलाई हामी यो बप्तिस्मा गर्दैछौँ। आशीर्वाद बस्नु अनि नाक थुन्नु है त ल। अलराइट खुट्टा तल खुट्टा कम्प्लिटली तल खुट्टा सिधा हुन्छ। वेट पिता पुत्र पवित्र आत्माको नाउँमा म प्रशंसालाई बप्तिस्मा दिन्छु। परमेश्वर पिताको प्रेम पुत्र यीशु ख्रीष्टको पवित्र संगति र पवित्र आत्माको संगति प्रशंसासँग सदा भाइले पनि बप्तिस्मा लिइसकेछ। बसेर खुट्टा पसार्नु अनि नाच्नु वेट एकछिन है त। नाउँमा स्यारोनलाई बप्तिस्मा दिन्छौँ। एकछिन है त। अब परमेश्वर पिताको प्रेम पुत्र यीशु ख्रीष्टको अनुग्रह पवित्र आत्माको संगति स्यारोनसँग पनि रहोस्। गीत गाउँदै गरौँ है, आमाको मात्रै स्वरले पुग्दैन। एन्जल So pastor is going to pray for you, okay? And we are going to do the same thing, okay? धन्यवाद छ नानीको नाउँ आज तपाईँको जीवनको पुस्तकमा लेखिसकेको छ। आज यो नानी जुन पानीको ब्याप्टिजमा लिँदा हुनुहुन्छ छोरीको जीवनमा तपाईँले फल्दै फुल्दै आशिष प्राप्त बस्नु त स्यारोन जस्तो बस्नु खुट्टा उता गर्नु है त बस्नु अनि नाक ओके मजाले ल। पिता पुत्र पवित्र आत्माको नाउँमा एन्जललाई बप्तिस्मा दिन्छौँ। अब हाम्रो परमेश्वर पिताको प्रेम पुत्र यीशु ख्रीष्टको अनुग्रह पवित्र आत्माको संगति एन्जलसँग बनिरहोस्। यता आऊ एन्जल। It's cool. It's a yeah. Knock to knock. Sampai kita putra kita nama baptisma itu lah. Permisi kita prem putra Yesus Kristus nama. Tapi kan sanggati sama sama. Kita ada. Amin. Next. मुनि हिँड्दै आउँदा चाहिँ मैला भइदियो। यो उचाल्दा त पानी ठिकै छ। यो मुनिको उयो भएर हो। ल पास्टरले प्रार्थना गर्नुहुन्छ है त ल। परमेश्वर पिता तपाईँलाई धन्यवाद। ओके अनि नाक थुन्नु एउटा हातले नाक थुन्नु है त ल। आशिषलाई नाउँमा परमेश्वर पिताको प्रेम पुत्र यीशु ख्रीष्टको अनुग्रह पवित्र आत्माको संगति आजदेखि सदा आशिषसँग बनिरहोस्।
यस्तो बेरेर लड नयाँ गरी जन्मेको हो नि त हब्बा चाहिँ धन्यवाद दिन्छौँ सामेलको बप्तिस्मा लिँदै हुनुहुन्छ अनि एउटा हातले नाक्नु है प्रेमको प्रेस सङ्गति सालमसँग सदा Now we're done!